साथीहरु, नेपालीमा एउटा भनाइ निकै चर्चित छ, दूधको साक्षी बिरालो। नेपालको राजनीतिमा पनि त्यस्तै भएको छ। अख्तियारको छानबिनमा परेकी सांसदलाई नै विमानस्थल भ्रष्टाचारको छानबिन गर्ने समितिको जिम्मेवारी दिएको छ। नेपाली कांग्रेसकी सांसद एवं पूर्व मन्त्री बालकृष्ण खाँडकी पत्नी जो नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिनको दायरामा तानिएकी थिइन्, उनलाई नै यो अरबौं रुपियाँको भ्रष्टाचार भएको भनिएको विमानस्थलको अनुसन्धान गर्ने जिम्मेवारी पनि दिइएको छ। बालकृष्ण खाँड तिनै व्यक्ति हुन् जसले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने गरेको विषयमा छानबिन भइरहेको छ। उनलाई ठगी र राज्य विरुद्धको कसुरमा मुद्दा चलिरहेको छ। उनी केही समय अघि धरौटीमा छुटेका छन् र उनकी पत्नी मन्जु खाँडलाई पनि अनुसन्धान गरिनुपर्ने भनेर उनलाई पनि अनुसन्धानको दायरामा तानिएको थियो र यस्ती मान्छेलाई अहिले फेरि विमानस्थल निर्माणको अनियमितता सम्बन्धी छानबिन गर्ने संसदीय समितिको संयोजक बनाइनुले दूधको साक्षी बिरालो बसे जस्तो भएन? तपाईँ के भन्नुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला।